गुड मर्निङ। नमस्कार सबैजनालाई। हैन कुरो काङ्ग्रेसको अब अरूको त अहिले त्यति नगरौँला। महाधिवेशन चल्दैछ। अस्तिको दिन एउटा पोस्ट गरेको थिएँ मैले पनि, काङ्ग्रेसको महाधिवेशन हुँदैन 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 भनेर, र गगनमा यति मच्ची रहेछ गराएर छाडियो हैन। ठिकै छ, राम्रै पक्ष हो त्यो पनि, गराउनुपर्छ। अब महाधिवेशन पछिको चक्कर के हुन्छ त्यो पनि हेर्न बाँकी छ काङ्ग्रेसको लागि। बन्द सत्र आज छ 28 गते हैन। त्यसले के डिसिजन गर्छ, त्यही बुढो गोरुलाई नै सभापति राख्छ कि अथवा गगन थापा सभापति बन्छ भन्ने कुरोमा चाहिँ एउटा हो। र जुन हिजो एउटा भुइँफुट्टाले अमेरिकामा ठगेको, नेपालमा सहकारी ठगेको भन्ने जुन खालको कुरा त महाधिवेशनमा राख्यो एउटा भुइँफुट्टाले हैन। प्रमाण निकाल न त ओइ साला चोर, प्रमाण निकाल। खोइ प्रमाण खोइ तेरो। गगनले त प्रमाण दिन सकेन, त भुइँफुट्टा फेरि कहाँबाट आइस प्रमाण ठगेको भन्दै प्रमाण बेगर। शेरदन राईले ठगेको तैँले देखिस्, तेरो काङ्ग्रेसको एउटा धनराज गुरुङले ठगेको तैँले देखिनस् हैन। अनि अर्कोले के भन्छ, नामै बिर्स्यो, पोखरेल हो कि समथिङ के थियो नाम पनि, त्यसले ठगेको चाहिँ देखिनस्, त्यसले ठगेको खोइ प्रमाणले। ल चोर काङ्ग्रेस, प्रमाण लिएर आइज यहाँ। त्यत्तिकै बोल्छस्, अगाडि माइक पाएँ भन्दैमा त्यत्तिकै बोल्छस्, प्रमाण खोइ तेरो। ए काङ्ग्रेसको भतुवा हो, प्रमाण खोइ। प्रमाणले के हो, प्रमाण लिएर आओ प्रमाण। पहिले विदाउट प्रमाण डोन्ट स्पिक।